अन्त के भइरहेछ सुर्खेतमा? जति बेला पनि हाउरी र पानी मात्रै। यो दुईको कपडा पनि सुकाउन अर्को देश जानु पर्ला जस्तो छ। तो चलिए शुरू करते हैं। हेलो गाइज, वेलकम टु सर्ट भिडियो। आजको भिडियो तपाईँलाई धेरै धेरै स्वागत छ। अनि आजको भिडियो चाहिँ त्यस्तो खास चाहिँ केही छैन। आज हामी चाहिँ घुम्न जानेवाला छौँ। अनि घुम्न जानुभन्दा अगाडि चाहिँ मलाई आलु पखडा खाने मन लाग्यो। आलु पखडा भन्ने चिज चाहिँ मम्मीले ल्याइदिनु भएको थियो। मैले चाहिँ ज्याम्मै खाइहाल्छु। पाउने बित्तिकै कहाँ छोड्ने। अनि कपडा त उठाउनै पर्यो गाइस, न त उठाएन भने त कपडा सपडा पल्लो गाउँतिर पुऱ्याइदिन्छ। फेरि मेरो एउटा हाउले उडाएर त्यो कपडा सपडा चाहिँ टक्क उठाएर म चाहिँ रेडी भयो जानलाई। समय अलिक त्यस्तै चलिरहेको थियो नि त, हावाहुरी चलेर। त्यही भएर बच्चा बच्चीहरू टक्क गनसन समातेर हान्दिउँ कि भनेर आएको थिएँ। मैले चाहिँ भाइहरू यता ननब्रो भित्तामा हान्दियो भनेर चुइँ हान्न लगाइदिएँ मैले। अनि कहिले काहीँ रमाइलो पनि त गर्नुपर्छ, त्यही भएर अलिकति रमाइलो पनि गरिदिएको भाइतिर। अनि कुरा के हो भन्दा गाइस, जाने त भनियो तर के लगाएर जाने? मसँग जुत्ता थियो, एउटा जुत्ता लगाएर जाने कि यो मेरो पुरानो चप्पल लगाएर जाने? सोच्दाखेरि त यही चप्पल लगाएर जाउँ कि जस्तो पनि लाग्यो। त्यही भएर म लागेँ मस्त तरिकाले यहाँ हावाहुरीको मौसममा टक्क बाहिर निस्किन। जाने त धेरै टाढा मन थिएन, तर ऊ त्यति तलसम्म पुगेर आम्की भनेर म चाहिँ लागिहालेँ। पानीको अवस्था त यस्तो थियो कि भक्रै पानी पर्छ, अब परिहाल्छ भनेर थियो। त्यही पनि अब मान्छे म फेरि चिल होइन, जता पनि हिँडिदिने। अनि त्यतातिर पानी पनि परिरहेछ। अनि अब असारको महिना पनि लाग्यो। त्यही भएर मान्छेहरूले चाहिँ धान सान रोप्न भनेर रेडी गराइसकेका थिए। मेरो काम त थिएन, त्यही पनि अब धेरै टाढासम्म गएन, नजिकै घुमेँ। त्यति घुमेर म चाहिँ घरतिर फर्किहालेँ गाइज। अनि आजलाई यति नै, अब भेटौँला अर्को भिडियोमा। त्यति बेलासम्म बाई बाई।